हेलो साथीहरु, फेरि पनि नमस्ते। तपाईहरुलाई मेरो मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ। र आज चाहिँ म चाहिँ यहाँ चाहिँ गोर्खे मेलामा आइरहेको छु। यहाँनिर फेरि गोर्खे मेलामा टक्कै यहाँनिर नानाहरू आउनु हुँदो रहेछ। त्यहाँ बुला नाना, यहाँ चाहिँ हाम्रो नानाहरू आउनु हुँदो रहेछ। म चाहिँ भर्खर फर्स्ट टाइम आएको आज चाहिँ। यत्रो दिन भइसक्यो, लास्ट डे। आज लास्ट डे मलाई होइन नाना? त्यही त लास्ट डे भनेर उसलाई हतार हतार जाउँ न भनेर लिएर आएको नि। ए हजुर, फर्किनु भएको तपाईँहरू? ए हुन्छ हुन्छ। हामी चाहिँ यहाँनिर उ र म चाहिँ यहाँनिर हामी चाहिँ आउँदैछ। टिकट लाग्छ के हो? सल्लाह आज चाहिँ मेरो फर्स्ट टाइम यहाँनिर चाहिँ यस्तो दामी दामी भइरहेको छ। यहाँनिर पिङ पनि मजाको पिङहरू भइराखेको रहेछ। उभिएर खेलेको दुईजना कि कस्तो डर लागेको, मैले भिडियो गरिराखेको छु। खोइ त अन्त भिडियो दामी भइरहेको छ यहाँनिर। मजाको फ्लावर्सहरू रहेछ त, तर यो धुलोले गर्दाखेरि क्या है हो सबै उयो भएछ नि हौ, खुच्रै भएछ नि हौ प्लान्टहरू। अस्ति माथि एक्जिबिसन हुँदै थियो प्लान्टको, फ्लावर्सै हुँदै थियो। यस्तो मजाले स्विमिङ पिङ खेल्दो रहेछ, दामी। ल साथीहरू, मैले एउटा यस्तो दामी चिजहरू देखेको छु यहाँ हेर्नुहोस् है। अम्म हो, खुकुरी चाहिँ हेर्नुहोस् है, यत्रो सिरुपाते खुकुरी रहेछ है। यस्तो दामी दामी खुकुरीहरू रहेछ है। लाउनु आज लास्ट डे भन्दैछ कि अब यस्तो दामी दामी चिजहरू रहेछ। तर बेलुका मजा आउँथ्यो है हो यहाँनिर। अस्ति आयो होइन तिमीहरू? मजा आयो। यहाँनिर चाहिँ मैले के देखेँ भन्दाखेरि हेर्नुहोस् है, आमामा हेर्नुहोस् है, के भन्छ यसलाई, आरा काट्ने जग्गा है। यस्तो दामी नेपाली घरको छेउमा यहाँनिर चाहिँ मजाले नेपाली घरहरूको रहेछ है। हेर्नुहोस् है, मजाले सबै एक एकवटा डिटेल्स क्या। यहाँ लालटिनहरू है, मजाले डोकोहरू, मुढाहरू, यहाँ जाँतेहरू, मौरीको डुँडहरू, अनि यहाँ मजाले गाई पालेको नि। यहाँनिर चाहिँ तपाईँको खानेको लाइनहरू चाहिँ मजाको स्टलहरू रहेछ, स्टलहरू रहेछ है। यस्तो दामी भइरहेछ। तर यहाँनिर मेलाग्राउन्डको वर्षमा एकताल है, यस्तो दामी हुन्छ है। यो सबैजना आउनुहोस् होला। र यहाँ पनि बेलुका प्रोग्राम पनि रहेछ, मजाको हुने रहेछ। यस्तो दामी दामी टी सर्टहरू पनि रहेछ है यहाँनिर। हिमालयन फोक फेस्टिभल है, अनि वर्णमाला परिवारको रहेछ। देवाशिषले अघि मलाई भेटेर भन्दै थियो है खिचिदिनु भनेर। कसैलाई चाहियो भने यो टी सर्टहरू, यो बुकहरू वर्णमाला परिवारको है, देवाशिषसँग कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। एकदमै दामी, एकदमै दामी। यहाँनिर चाहिँ ऊ चाहिँ यहाँनिर भयो के चाहिँ एकैछिन ल। ले चाहिँ चिकन मोमो ट्राई गर्यो है। यहाँनिर कस्तो हुन्छ के हुन्छ दामी हुन्छ, दामी छ। मैले चाहिँ अब धेरै वर्षै बादमा सन्देशवाला भेटेँ है। लास्ट इयर यहीँनिर भेटेको, फेरि पनि अब यहीँनिर भेटेँ है। एकदमै खुसी लाग्यो जोसँग भेटेर होइन। फेरि अब यही नै भेट्दै गरौँ। तपाईँ बिजी रहेछ? हुन्छ आज र उसले चाहिँ यहाँनिर मोमो खाएको पैसा तिर्दैछ। र अब चाहिँ हामी फर्किने बुझौँ। र अब चाहिँ हामी फर्किने यस्तै छ। तपाईँहरू पनि आउनुहोस् होला। आज बेलुका पनि प्रोग्राम रहेछ, दामी देखिरहेछ यहाँबाट, त्यो दामी। ल आज चाहिँ हामी फर्किने। र यसरी नै तपाईँहरू मन पऱ्यो भने, भिडियो मन पऱ्यो भने लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला।